यदि तपाईहरु सर्ट टर्मको लागि ट्रेडिङ गर्न चाहनुहुन्छ अथवा लङ टर्म इन्भेस्टिङ गर्न चाहनुहुन्छ भने तपाईहरुका लागि चाहिँ यो भिडियो इम्पोर्टेन्ट हुन सक्छ। यस भिडियोमा चाहिँ हामी सर्ट टर्म ट्रेडिङ र लङ टर्म इन्भेस्टिङ दुईटै गर्न सकिने एउटा स्टकको बारेमा चाहिँ एनालाइसिस गर्ने छौं। आउनुहोस् लागौं स्टकको एनालाइसिस तर्फ। यो स्टकमा हेर्छौं भने अप्पर साइडको ट्रेन्ड लाइनमा चाहिँ प्राइसले रेजिस्टेन्स फेस गरिरहेको छ र लोअर साइडको ट्रेन्ड लाइनमा चाहिँ प्राइसले सपोर्ट फेस गरिरहेको छ। प्राइस चाहिँ 3 पटकसम्म अप्पर साइडको ट्रेन्ड लाइनमा आएको छ भने प्राइसले चाहिँ यो जोनलाई अप्पर साइडतिर ब्रेकआउट गर्न सकेको छैन। त्यस्तै गरी लोअर साइडतिर हेर्ने हो भने पनि प्राइस चाहिँ 3 पटकसम्म पहिले पनि यो सपोर्टको जोनमा आएको थियो भने यो सपोर्टको जोनलाई चाहिँ लोअर साइडतिर ब्रेकआउट गर्न सकेको छैन र अहिले चौथो पटक पनि हेर्ने हो भने प्राइस चाहिँ लगभग यही सपोर्टको जोन नजिक आएको थियो भने यतैबाट चाहिँ बढ्ने प्रयास गरिरहेको छ। यदि तपाईहरुले चाहिँ यो स्टकलाई अहिले बाइङ गरिसक्नु भएको छ भने यो स्टकको प्राइस चाहिँ यो सपोर्टको जोन भन्दा माथि नै सस्टेन भएसम्म तपाईहरुले चाहिँ यो स्टकलाई चाहिँ होल्ड पनि गर्न सक्नुहुन्छ र यसमा चाहिँ सर्ट टर्मको लागि टार्गेट भनेको चाहिँ 1083 को लेभलतिर हुन सक्छ। त्यस्तै गरी यदि तपाईहरु चाहिँ यसमा लङ टर्मको लागि चाहिँ बाइङ गर्न चाहनुहुन्छ भने तपाईहरुले चाहिँ यो स्टकलाई चाहिँ अहिलेकै जोनतिर पनि बाइङ गर्न सक्नुहुन्छ। यदि तपाईहरु चाहिँ यसमा लङ टर्मको लागि बाइङ गर्न चाहनुहुन्छ भने तीनटा लेभलमा चाहिँ यो स्टकलाई बाइङका लागि हेर्न सकिनेछ। यसमा दोस्रो भनेको चाहिँ यदि प्राइस फेरि पनि करेक्सन भएर यो सपोर्टको ट्रेन्ड लाइनसम्म आउँछ भने यो ट्रेन्ड लाइनतिर पनि यो स्टकलाई चाहिँ बाइङका लागि हेर्न सकिनेछ। र यसमा तेस्रो बाइङ भनेको चाहिँ यदि प्राइस बढ्दै गएर यो सम्पूर्ण चार्ट प्याटर्नको नै अप्पर साइडतिर ब्रेकआउट गरेर जान्छ भने त्यस्तो अवस्थामा पनि यो स्टकलाई चाहिँ बाइङका लागि हेर्न सकिनेछ। र यो स्टकमा चाहिँ लङ टर्मको टार्गेटको कुरा गर्ने हो भने 1584 को लेभलमा चाहिँ यसमा लङ टर्मको लागि चाहिँ टार्गेट रहनेछ।